आर्मीको समेत गाडी रोकेर आर्मीका कमान्डोहरू बोकेको गाडी रोकेर टायर मुनि पसेर यसरी गाडी रोकिएको दृश्य देखाइरहेका छौँ तपाईँलाई हामीले। स्थिति नाजुक भएपछि कर्फ्यू लगाइएको छ। कर्फ्यू लगाइसके पछाडि नेपाली सेनाको गाडी आएको थियो। जेएनजीको यो पहिलो चरण हो, याद राखो सरकारले यो भन्दा उग्र हुन्छ गोली अझ उग्र हुन्छ। यो त मान्छे यहाँ गोली लागेर मरिसकेको छ, दुईजना घाइते छ। यसको जिम्मा लिन्छ कसले? जेएनजीले शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै पनि पानी र अश्रु ग्यास प्रयोग गरेपछि मात्र जेएनजीहरू यसरी आक्रोशमा आएका हुन्। याद राखेस्, यो हाम्रो एकजना साथी बित्नु भएको भन्ने घटना आइरहेको छ। यो सत्य रहेछ भने अझ उग्र हुन्छ। असललाई पनि घेराउ गर्नको लागि फेरि पनि हेर्न सक्नुहुन्छ युवा पुस्ताहरू अगाडि बढेका छन्। दर्शकवृन्द, यो बानेश्वर स्थित संसद भवन बाहिरको दृश्य देखाइरहेका छौँ। डरलाग्दो अवस्था सिर्जना भएको छ। यो नसोचेको अवस्था सिर्जना भएको छ। तपाईँलाई हामीले प्रत्यक्ष देखाइरहेका छौँ यति बेला। र यो घुसपेट पनि भएको हुनसक्छ। हेर्न सक्नुहुन्छ यहाँ भागा भाग छ दर्शकवृन्द यति बेला। यो अवस्था सिर्जना हुने कल्पना गरिएको थिएन, तर यति बेला कल्पना विपरीत यति बेला यस्तो अवस्था सिर्जना भइरहेको छ। संसद भवनको मूल गेट अगाडिको प्रदर्शन देखाइरहेका छौँ। युवा जागेको छ, तर केही मात्रामा अश्रु ग्यास पनि प्रहार भएको रहेछ। केही विद्यार्थी केही युवाहरू बिरामी भएको पनि हामीले थाहा पायौँ। दर्शकवृन्द, यति बेला यो अवस्था सिर्जना हुने कल्पना गरिएको थिएन। सुरक्षाकर्मीहरूले यहाँ सुरक्षा दिइरहेको हामी देख्न सक्छौँ। डरलाग्दो अवस्था छ दर्शकवृन्द। युवा बेच्न पाइँदैन, देश बेच्न पाइँदैन जस्ता नाराहरू लागिरहेको छ। दर्शकवृन्द, यो पनि देखाइरहेका छौँ। मूल गेट अगाडि प्रदर्शनकारी अझै पनि अगाडि बढ्नको लागि, गेट तोडेर अगाडि बढ्नको लागि उहाँहरू प्रयास गरिराख्नु भएको छ भने प्रहरीले यहाँ छेकिरहेको छ। प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको छ। यो दृश्य देखाइरहेका छौँ। यहाँ पानीको बोतलहरू पनि प्रहार भइरहेको छ। प्रहरीहरू मुख दर्शक हुनु सिवाय केही छैन, किनकि सायद यो अहिले आन्दोलन यस्तो हुन्छ भनेर कल्पना गरिएको थिएन, तर भित्र सुरक्षाकर्मीहरू देख्न सक्छौँ। दर्शकवृन्द, के भनौँ, यो अवस्था सिर्जना नसोचेको अवस्था सिर्जना भएको छ बानेश्वरमा। युवा पुस्ताहरूले ढुङ्गामुढा गरिरहेका छन्। संसद भवन बाहिरको गेट झिकेका छन्। यो डरलाग्दो अवस्था सिर्जना भएको छ।